गीत गाउँदै बजाउँदै हामी सरर र धार्केको बाटो हुँदै हामी पुग्यौँ नारायणघाट इभी चार्जिङ स्टेसनमा रोक्यौँ। फेरि पुग्यौँ घुममाई। दिदीको घर चाहिँ पुगेँ। अब चाहिँ हाम्री दिदी रेडी भएर बस्नु भएको छ। अहिले घडीले बजाएको छ बिहान 3:24। जय श्री कृष्ण, राधे राधे साथीहरू। म उठिसकेँ र अहिले अब आफ्नो फेसमा आइस लगाएर चिसो कुल भएर एकदम फ्रेसनेस भएर नुहाइधुवाइ गरेर म तोरीको तेल पनि आफ्नो टाउकोमा लगाएर अनि ध्यान क्रममा लागेर केही समय म ध्यान गर्छु। अनि ध्यान गरिसकेपछि फ्रेसनेस, माइन्ड फ्रेस हुन्छ। अब हामी कपडा सपडा लगाएर रेडी भएर पहिला बाटोलाई प्रहरीलाई कल गरौँ है। ट्रेनको प्रहरी विभागमा होइन, प्रहरी विभागमा सोध्नुपर्छ। हजुर सर, गुड मर्निङ, नमस्कार, जय नेपाल। सर, यो हाम्रो मुगलिन सडक खण्ड के अवरुद्ध छ अहिले जानलाई? चितवनदेखि मुगलिनसम्म? ए हस् हस्, धन्यवाद। अब रुम छोडेर निस्किनुभन्दा पहिला छोरालाई थोरै माया गरौँ। अनि मेरो मम्मीले मलाई मायाले एकदम बाटोमा खानको लागि सामान राखिदिनु भएको छ, खानेकुरा। र अब कृष्णको नाम लिँदै बाटो काट्दै लागौँ बुटवलको तर्फ। बाटोमा पानी परिरहेको छ, हिलो एकदम छ। म जाँदैछु सीता पहिला धार्के रोडबाट। अहिले म धार्केबाट अगाडि पनि पुगिसकेँ मेन रोडमा। ल पुगेर हेर्नुको रमणीय एकदम राम्रो छ। बादलहरू लागिरहेका छन् स्टेरिङमा। हात कन्टिन्यू छ गीत गाउँदै हनुमान चालिसा पढ्दै म पुगेँ मनोकामनातर्फ। मनोकामनाबाट अगाडि लागेँ। त्यसपछि मुगलिनमा यति बज्यो र बाटोमा मेरो केही अप्ठ्यारो क्षणहरू पनि थियो। टायर बाङ्गियो, मैले टायर फेर्न पनि लगाएँ। टायर पसलमा गएर स्टेफ्नी टायर लगाएर अनि टायरलाई यस्तो हालत भएको थियो, ल हेर्नुहोस् कुच्चिएर। अब म टायर हालिसकेपछि हिँड्छु अगाडि नारायणघाटतर्फ पुग्न लागेँ। नारायणघाट पुगेँ, रामनगर पुगिसकेपछि एकैछिन इभी चार्जिङ स्टेसनमा चार्ज गऱ्यौँ र गाडीलाई हामी अगाडि बढाइसक्यौँ। यो हो नारायणघाटको बाटो। अब म पुगेँ दाउन्नेमा। दाउन्ने एकदम सर्टकटमा बताइरहेको छु हजुरहरूलाई। दाउन्ने पुगिसकेपछि आयो भुममाई चोक आयो। एकदमै पानी धेरै ठुलो पानी परिरहेको छ यहाँ। र पानीबाट अब हामी वाइपर चलाउँदै गयौँ दिदीको घरतर्फ। लगभग दिदीको घर पुगिसक्यौँ। दिदीलाई बोलाउँ, छाता लिएर आउँदै हुनुहुन्छ। हाम्री दिदी, हाम्री दिदी रेडी भएर बस्नु भएको छ। नमस्ते। ल हामी काठमाडौँदेखि कन्टिन्यू यहाँ आइपुग्यो। हाम्रो यो सबभन्दा ठुली जेठी दिदी मण्डली, यो हाम्रो भान्जी दिदी, उहाँ दिदी, यहाँ पनि दिदी नै भनौँ। सब सम्पूर्ण कुराहरू उहाँको। अनि यिनी चाहिँ बुहारी नानी बहिनी भनेपछि सबै। ल हामी यहाँबाट अब निस्किन लागेका छौँ। ठ्याक्कै गाडीमा बस्छौँ हामी भजन मण्डली। ल जय पशुपतिनाथ भगवान की जय हो। ल अब लागौँ है त। मुक्ति हुने चोला शङ्करजीकै शरण पर्छौँ, दर्शन दिनु होला। भगवान नारायण श्रीमान नारायण अनिरूप नारायण ईश्वर नारायण। भगवान नारायण श्रीमान नारायण अनिरूप नारायण ईश्वर नारायण। भगवान नारायण श्रीमान नारायण अनिरूप नारायण ईश्वर नारायण।
गीत गाउँदै बजाउँदै हामी जाँदैछौँ बाटो काट्दै काट्दै काठमाडौँतर्फ। सुनौ त अब गीत। भगवानकै नाम भगवानकै नाम गर्दै स्वर्ग जान पाऊँ भगवानकै नाम भगवानकै नाम भगवानकै नाम गर्दै स्वर्ग जान पाऊँ भगवानकै नाम भगवानकै नाम भगवानकै नाम गर्दै स्वर्ग जान पाऊँ भगवानकै नाम भगवानकै नाम भगवानकै नाम गर्दै स्वर्ग जान पाऊँ भगवानकै नाम भगवानकै नाम भगवानकै नाम गर्दै स्वर्ग जान पाऊँ भगवानकै नाम भगवानकै नाम भगवानकै नाम गर्दै स्वर्ग जान पाऊँ भगवानकै नाम भगवानकै नाम भगवानकै नाम गर्दै स्वर्ग जान पाऊँ भगवानकै नाम हरे रानी तिमीलाई छोड्न कहाँ जाने तिमीलाई छोड्न कहाँ जाने रानी तिमीलाई छोड्न कहाँ जाने तिमीलाई छोड्न कहाँ जाने मेरे सीता रानी तिमीलाई छोड्न कहाँ जाने तिमीलाई छोड्न हे श्री कृष्ण साथीहरू राधे राधे। हामी यस्तै गरी बाटो काट्दै रमझम गर्दै गर्दै काठमाडौँतर्फ पुगिसक्यौँ।